यो पुरस्कार पाउनु कुनै ठुलो कुरा होइन, महान कुरा होइन, तर मदन पुरस्कार गुठीले एकजना गायकलाई संगीतको क्षेत्रलाई पनि यसरी पुरस्कार दिनु निकै नै खुसी लाग्दो कुरा हो। विशेष गरी किन खुसी लाग्छ भने कि गायकहरूले पनि साहित्यको सेवा गरि नै रहेको हुन्छ भन्ने कुरा थोरै मान्छेलाई मात्रै थाहा थियो सायद। र यो पुरस्कार दिँदाखेरि अब के छलङ्ग भएको छ भने साहित्यको श्रीवृद्धिमा कि
गायकहरूको पनि गहन भूमिका हुँदो रहेछ भन्ने कुरा थाहा भयो। र मलाई के खुसी लाग्छ भने कि मैले अस्ति पनि भने कि यद्यपि म आफै साहित्य अथवा भनौँ कथा कविता गीतहरू लेख्न जान्दिनँ अथवा सक्दिनँ भनौँ, तर पनि गीत गाएर साहित्यको सेवा गरिरहेको रहेछु भन्ने कुरा यो पुरस्कार पाउँदाखेरि मलाई चाहिँ थाहा भयो कि यो पुरस्कार पाउँदाखेरि साहित्यको पनि मैले सेवा गरिरहेको छु भन्ने कुरा प्रष्ट भयो। त्यसैले मैले आफूलाई चाहिँ धन्य ठाने कि मैले साहित्यको पनि सेवा गरेको छु, साथै गीत पनि गाइरहेको छु। जुन पुरस्कार दिएर एउटा मलाई हौसला दियो, मलाई विश्वास छ अझै पनि म भविष्यमा अझै योभन्दा राम्रो साहित्य छानेर गीत गाउने प्रयास गर्छु। हेर्नुहोस्, सङ्गीत हुन त विभिन्न मान्छेहरूको विभिन्न धारणाहरू हुन्छन्। युरोपतिर कुनै कुनै यस्तो ठाउँहरू छन् जहाँ सङ्गीत बिना मान्छे बाँच्नै सक्दैनन्। जर्मनी भनौँ, इटालीको कुनै ठाउँ भनौँ, फ्रान्सतिर भनौँ, सङ्गीत उनीहरूको एउटा जीवनको अभिन्न अङ्ग भइसकेको छ। अथवा त्यसरी भनौँ कि सङ्गीत पनि एउटा उनीहरूको आधारभूत आवश्यकता जस्तै उनीहरूले मान्छन्। त्यो परिप्रेक्ष्यमा मलाई पनि के लाग्छ भने जहाँसम्म मेरो सवाल छ, सङ्गीत त मेरो लागि एउटा खुराक हो। मानिलिउँ मैले गीत गाउन सकिनँ र सङ्गीतदेखि मलाई टाढा राख्यो भने मेरो जीवन एकदमै निरस हुन्छ, व्यर्थको हुन्छ। र यसरी म के सोच्छु भने सङ्गीत मानिसको लागि एउटा नभई नहुने एउटा विधा हो। यो किनभने यो एउटा जीवन दर्शाउने एउटा कलाको रूपमा अहिले भर्खर विकास भइरहेछ। यसलाई मात्र सङ्गीत नठानेर जीवन र एउटा मानिसको लागि एउटा आधारभूत आवश्यकताको लागि पनि हो भन्ने म ठान्दछु। यसलाई अहिलेसम्म यहाँले कति गीत गाइसक्नु भएको छ, याद होला दाइले? हेर्नुहोस्, गीत मैले धेरै गाएको छैन। मुस्किलले मलाई लाग्छ 200-300 जति होला। यो सबै अपेराहरू फिल्म गऱ्यो भने 400-500 जति पुग्ला। होइन भने मेरो त्यो क्यासेट र डिस्क मात्र हो भने 200 पनि सायद मुस्किलले पुग्छ कि जस्तो लाग्छ। तर म चाहिँ के भने थोरै गीत गाउँछु, किनभने साहित्य राम्रो म पाउँदिनँ। गीत मात्रै बनेर भने त्यसको लागि चाहिँ कविता पनि राम्रो हुनुपर्छ भन्ने मेरो धारणा छ। यहाँलाई सबभन्दा मनपर्ने गीत कुन होला भन्ने जिज्ञासा राख्दा उहाँले भन्नुभयो। यो प्रश्न मलाई धेरैले सोधिसके, तर खै मलाई अहिलेसम्म पनि भन्न सकेको छैन कि मेरो कुन चाहिँ विशेष गीत मलाई मनपर्छ भनेर खासमा भन्न सक्दिनँ। किनभने एउटा गीतलाई म राम्रो भनौँ भने सायद मैले भुल गरिरहेको छु कि जस्तो लाग्छ। किनभने मलाई एकछिन पछि फेरि अरू गीत पनि राम्रो गाएको छु त मैले भने त्यो गल्ती नगरौँ भनेर अहिलेसम्म त्यो मैले कमेन्ट गरेको छैन। यो गीत कुन चाहिँ राम्रो हुने छुट्याउने काम त तपाईँको त्यही हो।
नारायण गोपालजीसँग मेरो चिन्जान धेरै पुरानो होइन। उहाँले हाम्रा म्युचुअल फ्रेन्ड विशम्बर प्याकुरेल हुनुहुन्छ। उहाँ मार्फतै मेरो नारायण गोपालजीसँग चिन्जान भएको हो, करिब 5-6 वर्ष मात्रै। र सायद पहिलो भेटघाटमा नै एउटा कुनै पनि व्यक्तिसँग यो भाइब मिल्न जान्छ कुराकानीको क्रममा नै हामीलाई यस्तो अनुभव भयो कि हामी एकअर्काका धेरै पुराना परिचित हौँ। र त्यो परिचयलाई म उहाँको ज्यादै राम्रो मित्र त आफूलाई भन्दिनँ, त्योभन्दा म प्रशंसकै हुँ उहाँको, किनभने मित्रको परिभाषा ज्यादै गहन हुन्छ। तर म मित्रभन्दा पनि उहाँको प्रशंसक नै बढी छु र रहनेछु जस्तो मलाई अनुभव भएको छ। नारायण दाइसँग प्रभावित नहुने त मलाई लाग्छ बिरलै मानिस मात्रै हुन्छ। उहाँ यस्तो एउटा स्वर सम्राट हुनुहुन्थ्यो। उहाँको आवाजले के भनौँ म व्यक्त गर्न सक्दिनँ। उहाँको आवाजको कदर गर्ने कुनै भाषी छैन जस्तो मलाई लाग्छ। नारायण गोपालको निधन, यो जो असामयिक निधन भयो, त्यो त राष्ट्रको निम्ति ज्यादै ठुलो क्षति भएको छ र सङ्गीत क्षेत्रमा त यसको पूर्ति हुनलाई धेरै समय लाग्छ। अब नारायण गोपाल जस्तो गायक हतपत जन्मिँदैन। सयौँ वर्ष पछाडि त्यस्ता गायकहरूको जन्म हुन्छ र यो व्यक्तिगत रूपले भन्नु हो भने पनि मलाई एउटा साथीको रूपमा र एउटा सहकर्मी सहधर्मीको रूपमा ज्यादै खड्किरहेको छ कि उहाँ हाम्रो बिच हुनुहुन्न, पत्ता पनि लाग्दैन मलाई त। स्वर्गीय नारायण गोपालप्रति सम्झना दुई शब्द व्यक्त गर्नुहुन्छ। यतिखेर चाहिँ म नारायण गोपाल प्रति सम्झना सम्राट दिइहाल्नु भएको छ। सबैभन्दा नारायण गोपाललाई प्रचलित थिएन। आज जति आएको नेपालमा कलाको पनि इज्जत हुँदो रहेछ भनेर
गीत मलाई साह्रै मन पर्यो। पहिलोचोटि सुन्दाखेरि मलाई गीत छोयो। गीत हरिभोट कटवालको रहेछ गीत। त्यो गीतलाई म कुनै पनि हालतमा पनि छोड्न चाहने थिएँ र त्यसलाई मैले रेकर्ड गरिहालेँ। तर कटवालजी त्यति बेला त्यो गीत मैले गर्दाखेरि यहाँ सायद कुनै काम विशेषले उहाँ काठमाडौँ हुनुहुन्थ्यो। गीत भयो र गीत त्यो बज्यो, निकै त्यो लोकप्रिय पनि भयो। पोखिएर घामको झुल्का भरि सङ्घारमा भन्ने गीत। र त्यो गीत निकै भएपछि एक दिन हामीले फेरि न्युरोडमै कटवालसँग मेरो भेट भयो र उनले मलाई भन्यो, नारायणजी मलाई 81 उहाँले हालेर अङ्कमाला गर्नुभयो। दिउँसै अङ्कमाला गरेर नारायणजी तपाईँले मलाई चाहिँ माथिसम्म पुर्याइदिनु भयो, मलाई चाहिँ यहाँ गीतकारको पङ्क्तिमा उडाइदिनु भयो, तपाईँलाई धेरै धन्यवाद छ भने। मैले भने कि धन्यवाद त मैले तपाईँलाई पनि दिनुपर्छ, किनभने यस्तो मिठो गीत मैले गाउने मौका पाएँ। योभन्दा राम्रो गीत मैले पहिले गाउने त्यति साह्रो गाउने मैले मौका पाएको थिइनँ र यो नै मैले सायद यस्तो मैले सशक्त एउटा गीत गाउने मैले मौका पाएँ। त्यसको लागि मैले तपाईँलाई धन्यवाद दिनुपर्छ भनेर भने यसरी हाम्रो चाहिँ भेटघाट वचन जानुभएको थियो। र उहाँको गीतमा अब मैले के भने अब हरिभोट कटवाललाई प्रायः भन्छन् मान्छेहरू कवि भनेर। मलाई के लाग्छ भने कविभन्दा बढी गीतकार नै हो। प्रत्येक कवि मलाई लाग्छ गीतकार बन्न सक्दैन र प्रत्येक गीतकार राम्रो कवि पनि बनाउन सक्दैन। अफकोर्स हुन्छ, अब कवि भने नै गीतकार हो, गीतकार भने नै कवि हो, त्यसरी हेर्ने हो भने त अर्कै कुरा हो। तर गीतकार गीतको जुन सङ्गीतात्मकता गीतमा हुनुपर्ने हो त्यति मिठो सहज भाषामा त्यति सरल तरिकाले मतलब दिल छुने किसिमले गीत लेख्ने सायद हरिभोट कटवाल नै हो। र मलाई लाग्छ उनी जस्तो राम्रो गीतकार नेपालमा एकदम खोज्नुपर्ने स्थितिमा छ हामीले। मलाई ज्यादै दुःख लाग्छ कि यदि छिटो उहाँ चाहिँ स्वर्गीय हो। मलाई एउटा तल उहाँको गीत अझै गीत गाउने मेरो धोको थियो, त्यो पाएन। तर पनि एउटा गीत उहाँले मलाई छोड्नु भएको थियो, मलाई नसोधे कहाँ दुख्छ कहाँ भन्ने गीत। त्यो गीत निकै दिन थर्किएको थियो, त्यो पनि मलाई साह्रै गीत मन परेको गीत मध्येमा हो। र पछि त्यसलाई मैले ट्युन गरेँ र सुनाएँ मैले कटवालजीलाई। सुनाउँदाखेरि उहाँ निकै खुसी हुनुभएको थियो। तर त्यो गीतको ट्युन चाहिँ अहिले जुन गीत तपाईँले सुन्नुभएको छ रेडियोमा त्यस्तो ट्युन होइन कि अर्कै भाकामा मैले त्यसलाई बनाएको थिएँ। तर मलाई पछि किनकि त्यसको गीत त्यसको साहित्यसँग त्यसको मर्मसँग म त्यति बगिराख्न सकेको छैन जस्तो मलाई आफैलाई लाग्यो। मलाई कता हरिभोट कटवालले मलाई जितिरहेको छ यहाँ भने म जितिरहेको छ जस्तो लाग्यो मलाई। त्यसैले अझै मैले के कसो गर्नुपर्छ भने मैले फेरि त्यसलाई दुई दिनचोटि रिकम्पोज गरेपछि जुन नयाँ गीत अहिले रेडियोमा तपाईँले सुन्नुहुन्छ अहिले त्यो गीतलाई त्यसरी त्यो गीत जन्म भयो र गीत भयो। त्यो रेकर्डिङ गर्ने मैले मौका पाएको थिइनँ। रेडियो नेपालसँग त्यस्तै अब अलिकति खटपटो परेको थियो हाम्रो, गरौँला भनेर थन्काएको थिएँ। त्यो बिचमा उहाँ चाहिँ स्वर्गीय हुनुभयो। मैले त्यो नयाँ जुन ट्युन उहाँ बनाएको थिएँ उहाँलाई सुनाउनु पाएन, त्यसलाई ज्यादै दुःख लाग्छ। त्यो गीत त्यसै बजेको त्यसै ट्युन भएको त्यो उहाँले सुन्न पाउनु भएको भए सायद अझै खुसी हुनुहुन्थ्यो होला। तर के हो उहाँले सुन्न पाउनु भएन त्यो गीत र उहाँको स्वर्गीय भइसकेपछि मैले यो फेरि रेडियो नेपालमा गरेँ। त्यो गीत पनि अझै मैले लोकप्रिय भएको छ। र यसो के भने हरिभोट कटवालको मैले हुन त उहाँलाई चाहिँ दुईवटा मात्रै गीत गाएको छु मैले। र अर्को एउटा मेरो गीतमा जुन मूर्छना छ त्यो तिमी होइन को भन्न सक्छौ भन्छ। त्यो गीत पनि राम्रो हो। त्यो मतलब गीतमा हुनुपर्ने गुण